साथीहरु नमस्ते स्वागत छ हजुरलाई मेरो फेरि नयाँ भ्लगमा। आज चाहिँ हामी चाहिँ आउटिङ जाँदै छौं साथीहरु मेरो बच्चाहरु लिएर। आज सन्डे चाहिँ मैले मेरो बच्चाहरुलाई लिएर चाहिँ आज धरारा अनि त्यसपछि कहाँ रे हनुमान ढोका स्वयम्भू जाने प्लान छ। हेरौँ कहाँ जान भ्याइन्छ। यहाँ चाहिँ मेरो भदा पनि आएको छ के साथीहरु चितवनदेखि। हिजो आएको चाहिँ उसको एसी सक्यो नि त, अनि त्यही भएर ऊ चाहिँ घुम्नको लागि आएको के साथीहरु। अनि त्यसपछि अब उसको रिजल्ट पनि आउन लागिसकेछ। अनि त्यसपछि आज चाहिँ हामी अनि सबैजना भेला भएर अनि मेरो यहाँ सानो छोरा नि आछ के आज ठुलो मामुको घरमा। अनि ऊ पनि आज उसको नि बिदा हो नि त। अनि त्यही भएर हामी सबजना भएर घुम्न जाँदैछौँ। हेर्नु होला, हेर्दै गर्नु होला। म चाहिँ लगभग म जाने ठाउँहरूको चाहिँ सबै सानो क्लिपहरू चाहिँ सबै राख्ने छु। अनि कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु होला साथीहरु। यता चाहिँ मेरो भत्ता छ साथीहरु। हेलो कहाँ जाँदैछ आज? पुरै सेतोमा छ दादा। आर्य र राहुल चाहिँ उता छ। ल साथीहरु हामी चाहिँ धरहरा चढ्नका लागि टिकट काउन्टरमा आयौँ हैन। अनि टिकट काट्यो आर्य छोरा यहाँ छ। तिम्रो क्याप कहाँ छ? पानी पानी यता आऊ आमानी यता बस यता ल आऊ भयो ल हिँड रिबान आऊ भयो हिँड ल साथीहरु हामी चाहिँ धरहरा आइसकेको छौँ। हेर्न सक्नुहुन्छ धरहरा हामी चाहिँ ठ्याक्कै धरहरादेखिको धरहरा सबजना भएर हामी धरहरा घुम्न जाऊँ। यस्तो भिड छ बाबु।
राहुलले पुगेर हुन्छ अर्को लागि पुग्नुपर्छ कि साथीहरू ल चिसो छ यसलाई चिसो लागिसक्यो त यी लगाइदिएको फेरि फुकालेको ल बबल टी गाइजहरू चाहिँ यताखेरि छुट्टी ल यता दाजु बहिनीको ल हिँड अब एडिट गर्छु अनि ल हिँड्न अरे ल साथीहरू हामी चाहिँ हनुमान ढोका आइपुग्यौँ मेरो छोरी आज चाहिँ भिड छ क्या साथीहरू आज चाहिँ अब सोम आइतबार नि भयो नि त अब स्कुलहरू बिदा छ आज त्यही भएर चाहिँ आज एकदमै भिड भएको अब बेलुका अझै साँझ पख चाहिँ एकदमै रमाइलो हुन्छ क्या सबजना बेलुका आउनुहुन्छ नि त घुम्नको लागि यस्तो रमाइलो हुन्छ बेलुका शीतल हुन्छ होइन त्यहाँ चाहिँ रमाइलो पनि हुन्छ उनीहरू गफ छुट्टै मिलिसक्यो उसको उनीहरूको फेरि हनुमानढोका भन्नेलाई यताडी जाने हो यताडी साथीहरू हामी चाहिँ स्वयम्भूमा आइपुग्यौँ साथीहरू हेर्नु न यहाँ आज यस्तो धेरै पाहुनाहरू आउनु भएको छ कि होइन यति भिड छ होइन जाने ठाउँहरू पनि यस्तै भिड छ माथि चाहिँ झन् कति भिड होला हेर्नु न पुरै बाहिरको पर्यटकहरू आउनु भएको छ कि यति रमाइलो रहेछ कि साथीहरू है मैले त यस्तो भिड छ नि सोचेको चाहिँ थिइनँ कि आज अब शनिबार चाहिँ प्रायः सबै भिड हुन्छ नि त आज चाहिँ त्यति भिड छ भन्ने लागेको थिएन तर यस्तो भिड रहेछ कि साथीहरू खाउँछु ल तपाईँहरूलाई कस्तो लाग्छ यसो फिडब्याक दिनु होला हस् त ल है त यता मेरो बुढा पनि ल यहाँ चाहिँ आर्य यहाँ चाहिँ आर्य र रिबान चाहिँ हेलो रिबान हेलो उनीहरूलाई त्यो साथी उनीहरू दुईजना भयो भने चाहिँ उनीहरू छुट्टै आफ्नै गफमा हुन्छन् क्या साथीहरू उनीहरू दाजुबहिनी भयो नि कोही चाहिँदैन मङ्कीहरू एकदम धेरै छ यहाँ चाहिँ मोबाइल जोगाउनलाई चाहिँ एकदमै उ गर्नुपर्छ क्या साथीहरू मोबाइल त मङ्कीले त खोस्दिहाल्छ क्या मोबाइलहरू ल त साथीहरू हेर्दै गर्नु होला ल हामी चाहिँ उकालो जाँदैछौँ अब यहाँबाट माथिबाट चाहिँ यस्तो राम्रो भ्यू देखिन्छ कि यहाँबाट पनि तर उकालो चल्न अलिक गाह्रो हो तर हामी यहाँ माथिसम्म चाहिँ गाडीमै आएको थियौँ किनकि तलबाट माथिसम्म जान सक्ने क्षमता चाहिँ हुन्न मेरो फेरि सिँढी धेरै चढ्नुपर्छ गाह्रो बानी छैन नि त अहिले बानी बिग्रिसक्यो पहिला हामी यस्तो बाटो यति हिँड्थ्यौँ साथीहरू है अहिले हामी हिँड्ने बाटो छैन अहिले हामीलाई यति हिँड्न पनि यति गाह्रो हुन्छ कि सकेसम्म
हिँड्न नपऱ्यो भने चाहिँ यस्तो हुन्छ।